हिजो शेरबहादुर देउबा क्या एयरपोर्टमा आउँदा त अलिकति भला आदमी भनेर हाँसेरै आथे अनि त्यो अफिसमा पुगेर त्यो बारदालीमा पुगे चाहिँ के भयो शेरबहादुरलाई एक्कासी रिसाए झोक्किए अनि त्यो रक्सीहा मान्छेले झ्याएर पुरै हातको भाउ पनि त्यस्तो गर्दै राजाले त नसके यिनीहरूले कहाँ सक्छ यिनीहरूलाई म भोलि देखाइदिन्छु आज म व्रत कुरा गर्दिनँ भोलि म देखाइदिन्छु यी बालनहरूलाई भनेर त फर्कायो त शेरबहादुरले अब राम्रोसँग उभिन सकेको थियो त्यो गाडीमा बेहोस होला भन्ने मलाई चिन्ता थियो सुत्ता लाग्यो आउँदा आउँदै एयरपोर्ट के अरे प्लेनमा आउँदा आउँदै खान पाएको थिएन होला आउने बित्तिकै धोके चाहिँ क्या बुढाले हुनसक्छ अर्को कुरा त्यो उभिएर बस्यो नि त मलाई त्यो गाडीमै बेहोस होला लाग्छ राम्रोसँग हेर त धन्न धामेर बसेको छ तल्लो खुट्टा समातेर आयो होला हो समातेको मैले त्यो जो मान्छे त्यो थाम्न नसकेपछि अनि यता के अरे घरमा आएर एक चिरिप ला होला बुढाले अनि जोसिएर राजाले नसके यो बालिनले कहाँ सक्छ भनेर रिसायो त्यसपछि बुढोलाई नराम्रोसँग पछारेको छ नि त खुट्टा त बिगिहाल्छ नि बुढो भइसक्यो गाह्रो हुन्छ कि अनि त्यो कुटिएको कसले होला दाइ त्यतिखेर शेरबहादुरलाई त्यति कुटी खाँदा नि चेता आएन चाहिँ शेरबहादुरको ग्याङ हो के त्यत्रो पिटे खाँदा मेरो घरको प्रब्लमहरू छ नि मेरो चेलाहरूले मेरो परिवारले मेरो आसेपासेले थाहा हुन्छ हो अनि त्यत्रो कुटे खाँदा नि चेत आएन चाहिँ त शेरबहादुर देउबाको दाइ के हो अब यिनीहरूलाई हावा भएर ल्यायो नि त माथि इन्डियालाई अमेरिकाले हावा भएर ल्याइसकेपछि यो सबै हावै हावा भरे त हो नि ए हो अब जनताको हावा निस्किने जनताको हावा निकालेछ यिनीहरूले अनि मैले हावा सकेपछि जनताको यहाँ टुपीबाट धुवा आउँछ नि अनि साले कहाँ पुग्छ त्यो ठेगान त्यो दिन पनि हेर्न पाउँछ हामीले भनेपछि शेरबहादुर देउबालाई अहिले जेल त हाल्दैन यिनीहरूले के ठेगान बालेनको अलिकति बालेनलाई ग्रेट चान्स हो यो बालेन हाल्यो भने बालेनको हाई हो दाइ यो त 100% कि त्यो हालेपछि केपी ओलीलाई र प्रचण्डलाई टाप गर्छ कि फेरि कि यो के अरे बालेन शाहले फकाई शेरबहादुर देउबालाई नेपाल लिएर आयो क्या दाइ जेलमा हाल्नलाई होइन पासोमा ल्याएको जस्तो पनि लाग्छ यो पनि कुटनीति हो है हो कुटनीति हो भाउजू चाहिँ बहुत चलाक छ त पहिला जा इन्भाइरोमेन्ट मिला होइन भने यहाँ म चाहिँ इन्डिया र अमेरिकन राजदूतसँग म कुरा गर्छु भनेर कुराले भुल्याएर बुढो पठाइदियो बुढालाई पठाइदियो बुढालाई के गर्दो चाहिँ हेरेर अनि आज आउनु लायो उहाँ चाहिँ लोग्नेलाई होमेर स्वास्थ्य त्यहाँ हङकङमा बसेर मोजेर बसेर पनि त्यस्तो पनि स्वास्थ्य हुन्छ त्यही भने कलङ बालेनको कुटनीतिमा फस्यो शेरबहादुर सोझो बुढो यो हुनसक्छ है अब बालेनले मैले भने नि के बालेनको धारापमा छ अहिले बालेन धारापमा छ के बालेनको अध्याय सक्छ केपी ओलीलाई त त्यसै सकेको होइन केपी ओलीलाई शेरबहादुर भने कि शेरबहादुरको त सकेर भए हो फेरि एकपल्ट चाहिँ पखेटामा पुरा बम्बु हालेर ल्याएको छ अब कार्यकर्ताले प्लेनमा ल्याउने प्लेनमा जाने पैसा खर्च गरेर को जाँदैन त्यही त सबैलाई प्लेनमा ल्याएछ डडलतिरबाट प्लेन रिजर्भ गरेर ल्याइदिएछ ल्याउने न डलर मात्र हो भने कहाँबाट ल्यायो 7,000 मान्छे एयरपोर्टमा